आरएस यहाँ के लिखने फॉर द ईयर के दिए कुछ सर इस तरीका के सही तिमीलाई 1000 मा हेराउनु छ यहाँ लेख्नु पर्छ के 1000 रुपीज मा त्यो लेख्नु पर्छ तर नर्मली नलेख्दा पनि हुन्छ अब धेरै विद्यार्थीहरु 1000 को मतलब के भयो मानौ मेरो 50,000 आएछ कति अमाउन्ट आएछ मलाई यसलाई 1000 मा हेराउनु छ त के गर्ने 1000 लिएर डिभाइड दिने कति लिएर डिभाइड दिने 1000 लिएर त्यो तीनटा जिरो क्यान्सल भयो कति आयो अब यो 50 को मतलब के हो 50,000 1000 मा यसरी हेराउँछ माथि लेख्नु पर्छ रुपीज इन तीनवटा जिरो दिन्छ त्यसलाई के भन्छ 1000 र त्यस्तो नगर्दा पनि बुझिरहेछ नर्मली जति अमाउन्ट छ त्यो लेख्नु भएन कि हामीलाई आवश्यकता मलाई लाग्दैन पर्छ ल अब यहाँ के गर्ने पार्टिकुलर लेख्ने सबभन्दा पहिला धेरै सजिलो तरिकाले बुझ्नु पार्टिकुलर लेख्ने त्यसपछि हाम्रो यो फर्मेट छ के छ हाम्रो फर्मेट थाहा हुनु पर्छ धेरै विद्यार्थीले थाहा हुँदैन यो चाहिँ किताबको ल हामीसँग क्वेशन चाहिन्छ 12 क्लासको क्वेशन नम्बर 4 12 क्लासको बुक छ वर्ल्ड इज गोल्ड क्वेशन नम्बर 4 ध्यान दिएर हेर्ने र राम्रोसँग बुझ्ने प्रयास गर्ने जहाँ डाउट लाग्छ त्यहाँ सोध्ने आ कन्फ्युजन हुन्छ त्यो पनि सोध्ने कुरा बुझिरहेछौ कुरा एउटै हो त्यही दुईटा तरिकाले भनेको छु ल सबभन्दा पहिला हामीलाई 1.1 लेखेर के लेख्नु पर्छ रेभेन्यू फ्रम अपरेसन अब यहाँ हेर्ने के दिएछ सेल्स कति दिएछ 4 लाख दिएछ त यहाँ सेल्स कति लेख्ने सेल्स कति लेख्ने 4 लाख बुकमा ध्यान दिने के कारण लेखाएको छ अब हेर त यहाँ त्यस्तो केही छ छैन यो विद्यार्थीले हिसाब बनाएको छ त कपी पल्टाएर तपाईँ त्यति क्याल्कुलेसन गर्नु पर्दैन फास्ट भ्यालेन्स यति गर्ने 4 नम्बर बनाएछ नि लाइनमा राख्नु भन्ने कति कति आएछ त्यसपछि 1.2 यहाँ के हुन्छ कस्ट अफ सेल यही थाहा हुनुपर्छ हामीलाई जुन विद्यार्थीलाई फर्मेट छ जुन विद्यार्थीले फर्मेट थाहा छैन त गंगा सागरमा जाने नुहाउने त्यसपछि आउने सर मलाई फर्मेट थाहा छैन अब थाहा छ त्यस्तै हुँदैन 4 बजे नुहाएर आउने त पागल छ त्यो कस्ट अफ सेल्स अब कस्ट अफ सेल्स मा सबभन्दा पहिला ओपनिङ स्टक कति दिएछ ओपनिङ स्टक राम्रो ल भेरी गुड 10,000 त्यसपछि के दिएछ भेरी गुड यति विद्यार्थीले सफल हुन्छ परचेज कति दिएछ 50 भेरी गुड तब वेजेस गुड एक्सीलेंट कति 40,000 अरु छ केही है कस्टम ड्यूटी गुड भेरी गुड भन्छ अकाउन्टेन्सी ट्युसनको सेन्टरको विद्यार्थी कमजोर छ अकाउन्टेन्सी ट्युसनको विद्यार्थीसँग यति पावर छ यति क्षमता छ कि कुनै पनि विद्यार्थीसँग च्यालेन्ज गर्न सक्छ सबै पावरफुल छ यो कुरा अर्को छ कि यादव सरले के भनिदिन्छ त्यो फरक पर्दैन फरक पर्छ त खतम छ त्यो कस्टम ड्युटी कति छ 10,000 त्यसपछि अरु केही छ ल यस सीएलएस को मतलब बुझिहाल्छ यो के भयो सीएलएस को मतलब क्लोजिङ स्टक कति छ कति आउँछ जोड घटा गरेर 1,80,000 भेरी गुड सबै जोड्नु छ र यो घटाइदिनु छ 1 लाख बोर्ड लेख्ने त्यसपछि 1 पोइन्ट के हुन्छ ल यहाँ के हुन्छ अदर इन्कम कुनै विद्यार्थी कमजोर छैन अकाउन्टेन्सी ट्युसन सेन्टर सब राम्रो अदर इन्कम यसमा के छ गुड इन्ट्रेस्ट कति दिएछ 15,000 अरु के छ त्यसपछि 1.4
डिस्ट्रिब्यूशन कति ओभर ट्यालेन्ट विद्यार्थी छ अकाउन्टेन्सी ट्युसन सेन्टरको र राम्रो विद्यार्थी पनि छ भेरी गुड छ यहाँ जाग सिंगल के छ कति 10,000 नेपालीमा हामीलाई थाहा हुनुपर्छ यो नेपालीमा छ कि इङ्ग्लिसमा अब कुनै विद्यार्थीले भनिदिन्छु सर यो नेपालीमा त खतम छ तिमी कुनैमा आएन जस्तो लेखाउँछ त्यस्तै लेखाएको हुन्छ बुझिरहेछ यहाँ नेपाली इङ्ग्लिस नबुझिन राम्रोसँग बुझ्ने प्रयास गर्नु तिमी पार्वती बनिहाल्छु त समस्या छ सरस्वती बनिहाल्छु त समस्या छ पुरै शान्त भएर र बेस्ट तरिकाले टिचरसँग दुश्मनी नगर्नु टिचरलाई प्रहरी बनाउन लिएर कुनै विद्यार्थीको समस्या सम्पूर्ण रूपमा आइहाल्नुहुन्छ बाबु जब घरमा रहन्छ मान्छे त कसैको छोरा रहन्छ कसैको कोही रहन्छ क्लासमा रहन्छ त टिचर रहन्छ र पिरियड छोरा हुन्छ र छोराहरू रहन्छ ल एडभर्टाइजमेन्ट 10,000 अरू केही दिएछ यसमा हेर दिएछ ल यो कति हुन्छ 10,000 भेरी गुड चला 1 point एडमिनिस्ट्रेटिव एक्सपेंसेस यहाँ के क्या होता वेरी गुड कति दिए सैलरी 50,000 त्यसपछि यो एड गर्ने आउटस्ट्यान्डिङ कति हजार त्यसपछि कति हामीलाई बुझ्नुपर्छ विद्यार्थी कन्फ्युजन हुन्छ यदि एडजस्टमेन्टमा दियो प्रिपेड रेन्ट एक्सपायर अथवा कुनै एक्सपायर त्यो यहाँ लेख्यो माथि दिएछ प्रिपेड रेन्ट त्यो नलेख्नु छ किन नलेख्नु छ किनकि त्यो एडभान्स भयो जे तल दिएको थियो एडभान्स त्यो अब खर्च भइहालेछ पे भइहालेछ यानी कि हाम्रो खर्च हो त्यही भएर यहाँ लेख्नु पर्छ बुझिरहेछौ ल त्यसपछि के छ डेप्रिसिएसन और इक्विपमेंट 10% 20,000 कति त 20,000 डाइरेक्ट बुझिहाल्छ कहाँबाट आयो यस सर यो भनेमा 2 लाख दिएछ मेसिनरीको अमाउन्ट कति लाख दिएछ 2 लाखको 10% 20,000 अरू केही छ छैन सर इक्विपमेन्टको त दिएको खतम छ तिमी जोरा सबै सर इक्विपमेन्ट कसरी हुन्छ भेरी गुड खतम भयो को भन्नु रे हाफ नलेज धेरै खराब गर्छ इक्विपमेन्ट साइड कहाँ लेखेछु म यहाँ तिमीलाई यार हेर्दैन यहाँ एउटै राम्रो विद्यार्थी क्लास रेन्ट एक्सपायर कति दिएछ प्रिपेड रेन्ट एक्सपायर यही लेख्दा हुन्छ हेर प्रिपेड रेन्ट एक्सपायर लेख अथवा रेन्ट एक्सपायर लेख अथवा रेन्ट एक्सपेन्सेस लेख पुरा यो थियो कति दिएछ कति आयो सब जोडेर कति 96,000 अरू के छ ल अब ध्यान दिएर बुझ्नु नोट हेर्नु यो के छ 1.1 मा रेभेन्यू फ्रम अपरेसन 1.2 मा कस्ट अफ सेल्स ठीक छ त्यसपछि के छ 1.3 अदर इन्कम बुझिरहेछौ त्यसपछि 1.4 मा डिस्ट्रिब्युसन एक्सपेन्सेस र 1.5 मा एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस यति हामीलाई समझनै पर्छ बुझ्नेको कुरै छ त्यसपछि अरु के आउँछ 1.6 अब यहाँ अदर अपरेटिङ एक्सपेन्सेस लेख्न सक्छु तर कतिखेर जब रिपेयर एन्ड मेन्टेनेन्स दिएछ हाम्रो क्वेशनमा दिएको छैन त राइट के दिने 1.6 मा फाइनान्स कस्ट यसमा के दिएछ के दिएछ यसमा गुड इन्ट्रेस्ट अन 10,000 अरु केही छ